सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्षज्यू को विशेष पहलमा र सम्पूर्ण जाजरकोटी कलाकर्मीहरूको पहलमा प्रत्येक गाउँपालिकामा हामी बिस्तारै बिस्तारै यिनी संस्कृति संरक्षण र सम्पदा संरक्षणका क्रियाकलापहरू अगाडि लैजाने कुरा पनि जानकारी गराउन चाहन्छु र भर्खर मात्र सम्पदा प्रतिष्ठानले आयोजना गर्न लागेको अब माघ 11-12 गतेको विशेष कार्यक्रममा विशेष गरी यहाँहरूलाई शिवालयका सम्पदाहरूलाई पनि हामी उक्त कार्यक्रममा भाग लिन हार्दिक आमन्त्रण गर्दछु अध्यक्षज्यूको निर्देशन अनुसार र त्यसै गरी प्रत्येक विद्यालयहरूमा प्रौढज्यूहरूलाई प्रत्येक विद्यालयहरूमा यिनै पुराना मौलिक संस्कृतिहरूलाई विद्यालयका विभिन्न प्रतियोगिता विशेष गरी शुक्रबारी क्रियाकलापहरूमा समावेश गरिदिन आग्रह गर्दछु र यहाँहरूको न्यानो आमन्त्रणले यहाँहरूको हार्दिकताले हामी यहाँसम्म आइपुग्यौँ हामीलाई निमन्त्रणा गरी सम्झनु भएकोमा विशेष धन्यवाद दिँदै मेरा दुई शब्दहरू यही विसर्जन गर्छु धन्यवाद नमस्कार एकदमै धन्यवाद जाजरकोट सम्पदा संस्कृति सम्पदा संरक्षण श्री राजुराजलाई उहाँले एउटा पालिका स्तरको यस्तै कला प्रतिभालाई एउटा जिल्ला स्तरमा यसलाई यस स्तरमा चाहिँ यसको अलिकति प्रचार हुने गरी एउटा देखिने गरी लैजानुपर्छ भन्ने किसिमको सन्देश चाहिँ एउटा शुभकामना मन्तव्य दिएर जानुभयो उहाँ सरलाई पनि हामी धेरै धेरै धन्यवाद व्यक्त गर्दै अब हामी शुभकामनाकै मन्तव्यमा छौँ त्यो लगत्तै हामी अब यो खाँडो नृत्य पनि अन्त्य गरिदिनु हुन अनुरोध गर्दै र शिवालय 6 नम्बरको मारुनी नृत्य कहाँ छ त्यो ईश्वरमा आइपुग्न छिटो छिटो अनुरोध गर्दै र हाम्रो अब यो जुन टिमकर्ताको रसौलीको त्यो टिम पनि यहाँ आएर बसेको छ हाम्रो टिमबाहरूसँग यहाँ कतिवटा भयो त्यो जानकारी दिएर हामी अब शिक्षाको तयारी गर्छौँ र यही क्रममा अब आफ्नो शुभकामना मन्तव्य राखिदिन हुन जाजरकोट संस्कृति सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष श्री जनक केसी सरलाई आफ्नो शुभकामना मन्तव्य राखिदिन हुन म हार्दिक अनुरोध गर्दछु जनक केसी सर